नमस्कार साथीहरू, स्वागत छ लोकसेवा सरकार युट्युब च्यानलमा। आज पनि फेरि लोकसेवा आयोगबाट सोध्न सक्ने महत्त्वपूर्ण जीके समसामयिक प्रश्नोत्तर सहित यो भिडियो सामग्री तयार पारेका छौँ। यदि तपाईहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। आजको यस भिडियोमा विशेष गरी आउँदै गरेको बागमती प्रदेश लोकसेवा आयोगको परीक्षालाई मध्यनजर गरेर यो भिडियो सामग्री तयार पारेका छौँ। यस भिडियोमा विशेष गरी बजेट र आर्थिक सर्वेक्षणलाई समेटेका छौँ। कुल बजेट कति भन्ने प्रश्नमा 19 खर्ब 64 अर्ब 11 करोड रुपैयाँको बजेट रहेको छ, जसमा राजस्वबाट 13 खर्ब 15 अर्ब रुपैयाँ सङ्कलन गर्ने, वैदेशिक ऋणबाट 2 खर्ब 33 अर्ब 66 करोड सङ्कलन गर्ने, आन्तरिक ऋणबाट 3 खर्ब 62 अर्ब प्राप्ति गर्ने लक्ष्य राखेको छ, जसमा चालु खर्चमा 11 खर्ब 80 अर्ब 98 करोड र पुँजीगतमा 4 खर्ब 7 अर्ब 89 करोड र बाँकी वित्तीय व्यवस्थापनमा खर्च गर्ने लक्ष्य राखेको छ यस बजेटमा। र यस बजेटले 6 खर्ब 49 अर्ब बराबरको घाटा बजेट तयार पारेको छ। बजेटका नयाँ कार्यक्रम र लक्ष्यहरू यस प्रकार रहेका छन्। 2 वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने, 5 लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलब्ध गराउने, सार्वजनिक निकायमा इन्टर्नलाई परिचालन गर्ने, निजी क्षेत्रसँग 7 खर्ब रुपैयाँ बराबरको परियोजना विकास सम्झौता गर्ने, हप्तामा 20 घण्टा कामको न्यूनतम ज्यालासहित कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गर्ने, व्यवसायीलाई विदेशमा आंशिक लगानी खुला गर्ने, वृद्ध भत्ताको उमेर 70 वर्ष बनाउने, कर्मचारीलाई थप 3000 महँगी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। त्यसैगरी आर्थिक सर्वेक्षण 2081-82 को केही महत्त्वपूर्ण पक्षहरूलाई यस भिडियो हामीले समेटेका छौँ, जसमा आर्थिक वृद्धि दर 4.61% रहेको, जीडीपीमा कृषि क्षेत्रको योगदान 25.61%, प्रति व्यक्ति आय $1517, विद्युतको पहुँच 79% पुगेको, विद्युत उत्पादन 3602 मेगावाट उत्पादन भएको, इन्टरनेट घनत्व 144.23% रहेको र डिजिटल टेलिभिजनको पहुँच 72%। यो इन्टरनेटको घनत्व चाहिँ प्रति व्यक्ति यति भन्ने हो। र मानव विकास सूचकाङ्क 0.622 रहेको, आधारभूत खानेपानीको पहुँच 96.85% रहेको छ। सरकारले तिर्न बाँकी सार्वजनिक ऋण कति छ भन्ने प्रश्नमा 26 खर्ब 76 अर्ब 4 करोड रहेको छ। वैदेशिक रोजगार आर्थिक वर्ष 2081-82 सम्म वैदेशिक रोजगारमा गएका मानिसहरू 2081 फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ स्वीकृति लिने सङ्ख्या कति रहेको छ भन्ने प्रश्नमा 64,61,019 रहेका छन्, जसमा 6.7% महिला र 93.9% पुरुष रहेका छन्। कुल प्रजनन दर 1.9 जना कुल प्रजनन दर, औसत आयु 71.3 वर्ष, परिवार नियोजनका आधुनिक साधन प्रयोगकर्ता 42.7% रहेको छ। र अन्य समसामयिक प्रश्नहरू पनि छन्। आरोहणका लागि खुल्ला गरिएका हिमालबारे सामान्य जानकारी यहाँ राखिएको छ। विशेष गरी समसामयिकमा कामिरिता शेर्पाको 31औं आरोहण सम्बन्धी केही तथ्यहरू मैले योभन्दा अघिल्लो भिडियोमा राखिसकेको छु साथीहरू। आरोहणका लागि खुल्ला गरिएका हिमालहरू 461 वटा पुगेका छन्। ट्रेकिङका लागि खुल्ला गरिएका हिमालहरू 15 वटा रहेका छन्। आरोहण र ट्रेकिङका लागि खुल्ला गरिएका जम्मा हिमालहरूको सङ्ख्या 476 पुगेको छ। 57 वटा हिमाल आरोहणका लागि खुल्ला गर्ने निर्णय विक्रम सम्वत 2000, त्यो थप 57 वटा हिमालहरूलाई चाहिँ आरोहणका लागि खुल्ला गर्ने निर्णय 2081 असोज 21 मा गरिएको हो। त्यसै गरी जुगल हिम श्रृङ्खलाका 5 वटा हिमालको आरोहण खुल्ला 2080 ज्येष्ठ 29 गते गरिएको थियो। पहिलो आरोहणका लागि खुल्ला गरिएको हिमाल अन्नपूर्ण हो, जुन 1949 मा खुल्ला गरिएको थियो। आरोहण 1950-63 मा फ्रेन्च दलले गरेको, कास्की यसमा जसमा मोरिस हर्जोग भन्ने व्यक्ति फ्रान्सका थिए। कास्की जिल्लामा अवस्थित हिमाल उचाइ 8091 मिटर रहेको छ। विक्रम सम्वत 2020 सालबाट आरोहणका लागि रोक लगाइएको थियो। हाल खुलाउने
तयारीमा रहेको छ। 2025 सम्म बाघको अवस्था भन्ने अर्को प्रसङ्ग रहेको छ, जसमा भारतमा 3167 बाघसहित विश्वको सबैभन्दा धेरै बाघ भएको देश भएको छ। त्यसैगरी रुसमा लगभग 750 बाघहरू छन्, मुख्यतः साइबेरियन प्रजातिका हुन्छन्, जुन चाहिँ एकदमै अलि ठुलो कदका हुन्छन्। इन्डोनेसियामा लगभग 400वटा सुमात्रन बाघहरू रहेका छन्। त्यसैगरी नेपालमा 2009मा 121 रहेकोमा अहिले बढेर 2022मा 355वटा बाघको सङ्ख्या पुगेको छ, जुन उल्लेखनीय सफलता मानिएको छ। नेपाल अहिले विश्वमा 4थो स्थानमा पर्दछ बाघ संरक्षण गर्ने देशहरूमध्ये। साथीहरू, आजको यस भिडियो सामग्रीलाई यहीँ अन्त्य गर्न चाहन्छौँ। फेरि पनि नयाँ र महत्त्वपूर्ण जिके र समसामयिक प्रश्नहरूलाई आउँदै गरेको इक्जामसम्म हामी निरन्तर रूपमा दिइरहनेछौँ। धन्यवाद। नमस्कार।